हेलो गाइज, गुड मर्निङ सबैजनालाई नमस्ते। आज हेर्नु न, म यस्तो बाटो साङ्ग्रो बाटो आएको छु। यही लप्सी लिएर आएको छु। यहाँ हेर्नु, आफ्नो मान्छेहरूले पनि कस्तो काम गराउँछन् के। यो दुनियाँमा यस्तो भाइरल हुने काम पनि मैले बढाउन लागेको छु। के हो भन्ने अब के बोल्दै। नमस्ते छ सबैजनालाई, वेलकम छ मेरो ब्लगमा। हेर्नु बाटो पनि कस्तो साङ्ग्रो एकदम। के हो आज लप्सी खाने भनेको चटनीसँग त भनेको। यहाँ बाटो पनि अलिक साङ्ग्रो छ। आफ्नै घर अगाडि बाटो बनिसक्यो अरे। फेरि एक्लै जङ्गलतिर हिँड्नु परिछ। हेर्नु न, एक्लै जङ्गलमा टक्क पारेर घुम्दैछु। छि, यस्तो रुखमा एक्लै जङ्गलमा लप्सी टिप्न गएको। धन्न बाघले उडाएन हामीलाई। बाटो एकदमै राम्रो। आधु एकछिन बस्न पर्नु भयो चौतारोमा। बाटो खतरा छ गाइस। सबैजनाले माया गरिदिनु होला। मैले यो भिडियो चाहिँ अहिले म युट्युबमा हाल्छु। गाह्रो चौतारोमा बस्ने भनेको। चौतारो नै यस्तो भएछ। छि, हे माथि ढुङ्गा बसौँ। सिरसिरी बतास आया उफ मरे। आजको दिन रमाइलो हुने जाने भयो बाटो। अस्ति अनुको बर्थडेमा डेन्जर भिडियो हालिदिएँ। मम्मी हात दुख्यो गाइस। अब घर पुग्न अझै 1 घन्टा लाग्छ। लप्सी लिएर आएको छु। यस्तो जङ्गलभरिमा चाहिँ यस्तो कस्तो बनाउँछन्। हेर्नु त, जङ्गलमा यस्तो छ ठाउँै। हे भगवान्, म त मर्छु कि क्या हो। जङ्गलभरि यस्तो बाटो बनाएको छ नि। साथमा लप्सी पनि लिएर आएको छु। छ्या, मर्न लाए। अनि तपाईँहरूलाई धेरै धेरै धन्यवाद। 200 सब्सक्राइबको लागि अझै माया गरिदिनुहोस् भन्ने आशा छ। मसँग टिकटकमा साथी हुनु होला भन्दै आशा गर्न चाहन्छु। फलो गर्नु होला, लाइक सेयर कमेन्ट गर्नु होला। हेर्नु त, यस्तो जङ्गलमा आगो लगाएर बसिएर छैन। ल म त हिँडेँ। सबैजनालाई मेरो ब्लगमा स्वागत छ। नमस्ते छ सबैजनालाई। हात दुख्यो ब्लग बनाउँदा पनि। क्यामेरा ल्याउने बिर्सेछु। हेर्नु उता माथितिर जाऊँ। आगो हो माइ गड, आगो। घामले पनि सुक्खै मर्न दिएन। हेर्नु त गाइस, बाटोमा के गरेको छ। ल मेरो मोबाइल 81 ह्याङ भइदिन्छ क्या साथीहरू। त्यही भएर ओके, बाटो चाहिँ यति साङ्ग्रो। गर्मी छ। अचानक गर्मीले नि बढाइदिने रहेछ क्या। फर्निचर ठिक्क छैन। बाटो कति साङ्ग्रो। औ सेट कुल्टिएमा त। यति भन्दै आशा गर्न चाहन्छु। सरी, मेरो क्यामेरा अलि ठिक छैन। सबैजनाले मेरो युट्युब च्यानलमा लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिन नबिर्सिनु होला। मेरो चाहिँ आइडी र मेरो धेरै युट्युब आइडी खोलिएको छ।
3टा जति आइडी छ। एउटा अर्पण थापा 1 2 3 4 भयो, एउटा अर्पण थापा भ्लग्स भयो, अनि यो एउटा मात्र हो क्या मैले चढाउने। अरू कसले खोलिदिएछ। सबैजनालाई स्वागत छ मेरो ब्लगमा। म चाहिँ अर्पण थापा। अनि के भन्न चाहन्छु भने अब धेरैजनाले अब सब्सक्राइब गरिदिनु भएको छ, धेरै अब सब्सक्राइब गरिदिनु होला भन्ने आशा छ। मैले यो टिकटकमा हाल्ने छु। हस् त, यति भन्दै अनुरोध गर्न चाहन्छु। बाई बाई।